हेलो नमस्ते एभ्रिवान। स्वागत छ तपाईहरुलाई हाम्रो आईक्यू विथ प्रशान्त सरको साथमा पहिलो भिडियो यो हाम्रो र आईक्यूमा हामीले पढ्नुपर्ने कुराहरू धेरै छ साथी हो हैन। अब त्यसमध्ये हामीले एकदम सहजीकरण गरेर पढ्न सक्नु पर्यो। लोकसेवा भनेको हार्ड वर्किङ छँदैछ प्लस स्मार्ट वर्क पनि हुनुपर्छ, किनभने हरेक ठाउँमा हार्ड वर्क पनि काम लाग्दैन र कतै कतै स्मार्ट वर्क पनि ओभर स्मार्टनेस हुन सक्छ। जस कारणले हामीले दुईटैलाई एकदमै ब्यालेन्स गरेर पढ्नु पर्ने हुन्छ। स्मार्ट वर्क प्लस हार्ड वर्क लिड्स टु गभर्नमेन्ट जब, यति कुरा चाहिँ हजुरहरूले बुझेर राख्नु होला। र यो आईक्यू भनेको आईक्यू इज नट ओन्ली अ पार्ट अफ लोकसेवा, नट ओन्ली अ पार्ट अफ गभर्नमेन्ट जब बट अल्सो अ पार्ट अफ आवर डेली लाइफ। हामीले हाम्रो डेली लाइफमा युज गर्नुपर्ने कुरा हो, हामीले हाम्रो डेली लाइफमा महत्त्वपूर्ण राखिएको कुरा हो। आईक्यू भनेको हामीले हाम्रो पढाइमा मात्र सीमित नराखेर साथी हो, हाम्रो डेली लाइफमा पनि जीवन उपयोगी हुन सक्छ। हरेक ठाउँमा हामीले आफ्नो आईक्यू युज गर्छौं। जस्तै हामी हिड्दै कतै हेर्छौं बाइक एक्सिडेन्ट भयो भने उसलाई उठाएर हामी हस्पिटल लान्छौं, दैट इज अल्सो आईक्यू हैन। अब जस्तो हामीलाई समस्या कुनै आइपर्यो, वी विल सल्भ दैट इज अल्सो एन आईक्यू, बिकज आईक्यू मीन्स व्हाट इंटेलिजेंट क्वेश्चन हैन। सो इंटेलिजेंस क्वेश्चन, सो एवरीवेयर ईच एंड एवरीवेयर wherever you use idea is IQ. So this is the fact that you need to know, this is the fact that you need to apply, this is the fact that you need to analyze. त्यही भएर चाहिँ हामीले IQ लाई जीवन उपयोगी मटेरियल, जीवन उपयोगी टुलको रूपमा पनि प्रयोग गर्ने गरेका छौं है। हामीले अब पहिलो टपिक तपाईहरुले हेरिसक्नु भयो होला, एनालोगी भन्ने छ हैन। एनालोगी भन्ने कुरा छ। एनालोगी भनेको के हो त? ल सुरुवात गरौँ यहीबाट। एनालोगी भन्ने टपिक हजुरले हेरिसक्नु भयो हैन। एनालोगी भनेको चाहिँ के? वेयर वी युज एनालोगी गाइज, इफ वी युज एभ्रीवेयर। यहाँ हेर्नुस् है, हामी कहाँ युज गर्छौं त? हामी हरेक ठाउँमा युज गर्छौं। अब जस्तै म तपाईहरुलाई भन्दाखेरि कहाँ युज गर्छौं, कसरी युज गर्छौं, यहाँ हेर्नुस् है। जस्तै मानौ फर एक्जाम्पल काइन्ड्स अफ रिलेसनशिप विथ एक्जाम्पल, मैले केही तपाईहरुलाई स्लाइड्समा बनाइदिएको छु। हाम्रो एनालोगीबाट सोध्ने प्रश्नहरू, पोसिबल प्रश्नहरू के हुन सक्छ, पोसिबल क्वेशन्सहरू के हुन सक्छ, मैले सम्पूर्ण कुराहरू तपाईहरुलाई यस भिडियोमा भन्ने छु है। कुनै पनि कुरा नछुट्याइकन तपाईहरुलाई एनालोगीबाट आउन सक्ने सम्पूर्ण कुरा नछुट्याइकन तपाईहरुलाई म यस भिडियोमा प्रेजेन्ट गर्दिन्छु र यही भिडियोको नेक्स्ट एडजसेन्ट भिडियो करस्पोन्डिङ भिडियोमा तपाईहरुलाई यसको क्यू एन्ड एन को भिडियो तपाईले भेटिहाल्नुहुन्छ, क्वेशन र आन्सरहरुको भिडियो भेटिहाल्नुहुन्छ। म तपाईहरुलाई यही भिडियोको पछि बनाइदिन्छु। ल अब यहाँ हेर्नुस् है, काइन्ड्स अफ रिलेसनशिप विथ एक्जाम्पल्स। ल अब यहाँ हेर्नु, हामीले यसबाट हेरिरहेको, यसमा मैले लेखेको कुराहरू के हामीले हेरेको छैनौ। ल अब मलाई यति मात्र भन्नुस् तपाई, के हामीले हेरेको छैनौ र? एभ्रीथिङ वी हैव सीन। इन्स्ट्रुमेन्ट हेरेको छैनौ र मेजरमेन्ट, इन्स्ट्रुमेन्ट एन्ड मेजरमेन्ट, उपकरण र माप हैन, जसलाई हामी भन्छौं उपकरण र माप। अब यहाँ हेर्नु है, हामीले सबै कुराहरू हेरेछौं। अब काइन्ड्स अफ रिलेसनशिप, इन्स्ट्रुमेन्ट एन्ड मेजरमेन्ट, जस्तो कुन इन्स्ट्रुमेन्टले के मेजर गर्छौं हैन। जस्तो स्केलले हामी लेन्थ मेजर गर्छौं हैन। अब जस्तो हामीले त्यो बीम ब्यालेन्सले वेट मेजर गर्छौं, हो कि हैन। हामीले डिफरेन्ट कुराले, मतलब डिफरेन्ट डिभाइसेसले, कुन डिभाइसेसले के कुरा मेजर गर्छौं भन्ने बारेमा हो। क्वान्टिटी एन्ड युनिट हैन, क्वान्टिटी एन्ड युनिट, लेन्थको युनिट के हो? मिटर हो। मासको युनिट के हो? केजी हो हैन। यसैगरी मासको युनिट पाउन्ड पनि हो हैन। अनि डिफरेन्ट कुराको युनिट डिफरेन्ट हुन्छ, दैट इज अल्सो एनालोगी। एनालोगी भनेको पहिले हामी बुझौं ल। सिम्पली भन्न खोजेको एनालोगीको बारेमा हामी पहिले बुझौं है। एनालोगी भनेको के हो? ल यहाँ हेर्नुस् है गाइज, एनालोगी भनेको सिम्पल रूपमा भन्दाखेरि, एनालोगी भनेको सिम्पल रूपमा भन्दाखेरि कम्पेरिजन एन्ड रिलेसनशिप, कम्पेरिजन एन्ड रिलेसनशिप
है कम्पेरिजन एन्ड रिलेसनसिपलाई हामी के भन्छौँ त एनालोगी भन्छौँ कुनै दुईटा कुरालाई अथवा कुनै समग्र कुरालाई कुनै चिजलाई रिलेट गरेर त्योसँग कम्पेयर गर्छौँ भने द्याट इज एनालोगी जस्तै हामी सानो हुँदाखेरि हाम्रो साथीलाई राम्रो लुगा किनिदिनु भयो उसको ड्याडीले हामीलाई पनि राम्रो लुगा किनिदिनुहोस् द्याट इज अल्सो एनालोगी हैन जस्तो फर इक्जाम्पल हामीले अर्काले गाडी किनेको कार किनेको हेऱ्यौँ मलाई पनि किन्न मन लाग्यो म पनि किन्छु भन्दा द्याट इज अल्सो एनालोगी हैन एभ्रिथिङ वी युज इन डेली लाइफ इज एनालोगी हैन ऊ सक्सेस भयो काम गर्यो सरकारी जागिर भयो म पनि सरकारी जागिर हुन्छु द्याट इज अल्सो एनालोगी उसले के गरिरहेछ म पनि त्यो गर्छु द्याट इज अल्सो एनालोगी हैन एभ्रिथिङ यु युज इन डेली लाइफ इज म्याक्सिमम एनालोगी कम्पेरिजन एन्ड रिलेसनसिप है सम्बन्ध रिलेसनसिप भनेको सम्बन्ध है कुनै दुईटा कुरालाई सम्बन्ध देखाएर त्यसलाई कम्पेयर गरियो भने द्याट इज एनालोगी क्वान्टिटी एन्ड युनिट मैले भनिसकेँ मात्रा र इकाइ मात्रा भनेको क्वान्टिटी भन्नाले डिफरेन्ट क्वान्टिटिज वी युज इन डेली लाइफ कुनै मास हुन्छ लेन्थ हुन्छ हाइट हुन्छ हैन डिफरेन्ट क्वान्टिटिज हुन्छ इन्डिभिजुअल एन्ड ग्रुप व्यक्तिगत र समूह अब इन्डिभिजुअल र ग्रुप भनेको के हुन्छ भने एकजना मान्छे 10 जना मान्छे एकजना इज इन्डिभिजुअल 10 जना इज ग्रुप एउटा गाई छ उता 10 वटा गाई छ त्यसको ग्रुपलाई के भन्छ एउटा गाईको ग्रुपलाई के एउटा गाईलाई गाई भन्यो भने गाईको ग्रुपलाई के भन्यो द्याट इज अल्सो एनालोगी विल स्टडी एभ्रिथिङ हामी सबै कुरा डिटेलमा बुझ्छौँ एनिमल एन्ड यङ वान जस्तो काउ हैन काउको बच्चालाई के भन्यो काफ भन्यो हैन डगको बच्चालाई पपी भन्यो हैन त्यसै नै एनिमल र उसको यङ वान पशु र युवा पशु यसको बारेमा पनि हामी बुझ्छौँ मेल एन्ड फिमेल जस्तो केटा केटी हैन जस्तो के हुन्छ केटा केटी जनावरको पनि के हुन्छ जनावरको पनि डिफरेन्ट मेल र फिमेल भर्जन्सहरू हुन्छ त्यसबारेमा पनि हामी डिटेल बुझ्छौँ इन्डिभिजुअल एन्ड क्लास व्यक्तिगत वर्ग हैन एउटा जस्तो एउटा सिंगल भयो हैन एउटा कुनै प्रजाति भयो र उसको क्लासलाई के भनिन्छ त्यो बारेमा पनि बुझ्ने इन्डिभिजुअल एन्ड ड्वेलिङ प्लेस भनेको बस्ने निवास स्थान भन्यो हैन निवास स्थान भनेको कहाँ हामी बस्छौँ स्टडी एन्ड टपिक अब कुनै जस्तो हामीले के भन्छ त भौतिक शास्त्र भन्छ भौतिक शास्त्र भनेको के हो भौतिक शास्त्र भनेको के हो भौतिक ज्ञान भनेको फिजिक्स भन्छौँ हामी यसलाई हैन इङ्ग्लिसमा हामी के भन्छौँ त भौतिक ज्ञानलाई फिजिक्स भन्छौँ रसायन ज्ञानलाई केमिस्ट्री भन्छौँ हैन अब स्टडी एन्ड टपिक भन्यो हैन अब जस्तो स्टडी अफ इन्सेक्ट्स इज कल्ड इन्टेमोलोजी हैन इन्टेमोलोजी भन्यो अब त्यो कुनै कुराको स्टडीलाई के भनिन्छ हैन जस्तो के हुन्छ त फिजिकल क्वान्टिटिजको स्टडीलाई फिजिक्स जस्तो रसायनहरूको अध्ययनलाई रसायन ज्ञान केमिकल्सहरू रसायन भने केमिकल्सहरूको स्टडीलाई केमिस्ट्री भन्यो हैन त्यसै भौतिक फिजिक्स भनेको के भयो त फिजिक्स भनेको हाम्रो फिजिकल क्वान्टिटिजहरूको स्टडीलाई फिजिक्स भन्यो हैन डिफरेन्ट जस्तो इन्सेक्ट्सको स्टडीलाई के भन्यो त इन्टेमोलोजी भन्यो हैन त्यसै गरी पशुको स्टडीलाई जुलोजी भन्यो हैन त्यसै गरी प्लान्ट्सहरूको स्टडीलाई बोटनी भन्यो हैन त्यो कुरा भनेको स्टडी एन्ड टपिक भनेको है ल अब यो कुरा पनि बुझ्नु भयो होला आई गेस यो त मैले तपाईहरुलाई एउटा एक्जाम्पल्सहरु मात्र भनेछु है ल अब यहाँहरु हेर्नुस् है अरु पनि छ हामी जस्तो टुल्स एन्ड एक्सन हेर्नु है के छ त टुल्स एन्ड एक्सन म तपाईलाई सम्पूर्ण रिलेसन्सहरु भन्छु यहाँ हेर्नु टुल एन्ड एक्सन भनेको उपकरण र क्रिया मतलब कुन टुलले के गर्छ हैन कुन टुलले के गर्छ जस्तो कैंचीले के गर्छ त कैंचीको एक्सन के हो काट्ने काम हो हैन कैंचीको एक्सन के हो त काट्ने काम हो त्यसैगरी टुल एन्ड एक्सन वर्कर एन्ड वर्किङ प्लेस अब टिचरले कहाँ पढाउँछ त स्कुलमा कलेजेसमा हैन वर्कर एन्ड टुल कुन वर्करले कुन टुललाई कुन वर्करले कुन टुललाई उपयोग गर्छ भन्न खोजेको अर्थ के हो भने कुन कार्यकर्ता कुन मान्छेले कुन डिभाइस युज गर्छ टिचरले मार्कर युज गर्छन् हैन त्यो लेबरहरुले कोदालो युज गर्छन् हैन गुण्डाले बन्दुक युज गर्छन् हैन त्यसैगरी यो भइहाल्यो अब यहाँ वर्कर एन्ड प्रोडक्ट कार्यकर्ता और उत्पादन अब यहाँ वर्कर एन्ड प्रोडक्ट भन्नाले के कुन वर्करले के प्रोडक्ट उत्पादन गर्छ जस्तो फार्मर्सहरुले के उत्पादन गर्छन् त फार्मर्सहरुले के उत्पादन गर्छ
खानेकुराहरू हैन प्लान्ट्स के हुन्छ त खाने फार्मरले के उत्पादन गर्छ त एग्रिकल्चर गर्ने काम गर्छ हैन ओके प्रोडक्ट एन्ड र मटेरियल कुन उत्पादन र कच्चा माल कुन कच्चा मालबाट कुन प्रोडक्ट बन्न सक्छ यस बारेमा पनि हरेकको डिटेल छ है पार्ट एन्ड होल रिलेसनशिप भाग र सम्पूर्ण सम्बन्ध एउटा पेनको भाग भनेको टिप हो नि त पेनको टिप हो हैन गाडीको भाग भनेको एउटा टायर हो हैन त्यसैगरी त्यही भाग एन्ड रिलेसनशिप भन्न खोजेको है त ल यो बारेमा पनि हामीले एक एक गरेर विस्तृत रूपमा बुझ्नुपर्छ ल अब यहाँ हेर्नुस् है त्यसपछि नेक्स्ट फर्स्टमा आयौँ हामी पहिलो टपिक आयो हाम्रो इन्स्ट्रुमेन्ट एन्ड मेजरमेन्टबाट उपकरण एन्ड मापबाट यहाँ हेर्नुस् है साथी हो थर्मोमिटर मेजर्स टेम्परेचर थर्मोमिटरले के काम गर्छ त थर्मोमिटरले के मेजर गर्ने काम गर्छ टेम्परेचर मेजर गर्ने काम गर्छ है थर्मोमिटरले टेम्परेचर मेजर गर्ने काम गर्छ बेरोमिटरले के काम गर्छ प्रेसर बेरोमिटर इज युज टु मेजर प्रेसर भनेको चाप हैन बेरोमिटर इज अ डिभाइस दैट इज युज टु मेजर प्रेसर तपाईहरु कतै हेर्दाखेरि जसरी तपाईले क्वेशन कसरी सोध्छ भने जस्तो थर्मोमिटर इज टु क्वेशन यसरी सोध्छ है थर्मोमिटर इज टु टेम्परेचर हैन थर्मोमिटर इज टु टेम्परेचर त्यसैगरी बेरोमिटर इज टु के त हैन क्वेशनले यसरी सोध्छ तपाईहरुलाई बेरोमिटर इज टु के यसरी क्वेशन सोध्छ तपाईहरुलाई त के भन्ने बेरोमिटर इज टु तपाईले अप्सन केमा अप्सन प्रेसर हुन्छ प्रेसरमा टिक लगाउने है बेरोमिटर इज टु प्रेसर यसरी हामीले क्वेशनको सल्युसन गर्ने हो बुझ्नु भएन यसरी हामीले के गर्ने त क्वेशनको सल्युसन गर्ने हो ओडोमिटर इज टु स्पीड ब्यालेन्स ओडोमिटर इज अ डिभाइस दैट इज युज्ड टु मेजर द स्पीड ब्यालेन्स म तपाईहरुलाई पिक्चराइजबाट पनि तपाईहरुलाई म सिकाइदिन्छु पिक्चरबाट पनि म तपाईहरुलाई सिकाइदिन्छु हैन ओडोमिटर भनेको कस्तो हो ओडोमिटर किनभने पिक्चरबाट अझै तपाई प्रष्ट भइहाल्नुहुन्छ पिक्चर हेरेर हैन मैले भन्नु भन्दा पनि पिक्चर हेरेर अझै तपाई प्रष्ट भइहाल्नुहुन्छ दिस इज ओडोमिटर ठीक छ दिस इज ओडोमिटर युज्ड टु मेजर तपाईहरुलाई म देखाइदिए दिस इज एन ओडोमिटर है यो तपाईहरुलाई के भयो त ओडोमिटर भयो ठीक छ हैन दिस इज ओडोमिटर भनेको बुझि नै हाल्नु भयो हैन ल दिस इज ओडोमिटर युज्ड टु मेजर स्पीड ब्यालेन्स हैन जस्तो स्पीड मेजर गर्ने काम गर्छ हैन कति डिस्टेन्समा कति स्पीड चलिरहेछ भन्ने कुरालाई ओडोमिटरले मापन गर्ने काम गर्छ जस्तो रेन गज भयो रेन गजले रेन मेजर गर्ने काम गर्छ दिस अल आर थ्योरिटिकल पार्ट गाइज हामीले यो कम्प्लिटली थ्योरी पढिरहेछौँ अलमोस्ट एनालोजीमा हामीले बुझ्नु पर्ने याद गर्नु पर्ने र हाम्रो डेली लाइफमा प्रयोग हुने कुराहरूलाई हामीले अलिकति ध्यानमा राखेर अनि पढ्ने गर्छौं रेन गजले रेन मेजर गर्ने काम गर्छ एमिटरले करेन्ट मेजर गर्ने काम गर्छ सिस्मोग्राफले अर्थक्वेक भनेको भूकम्पलाई मेजर गर्ने डिभाइसलाई के भन्छ त सिस्मोग्राफ भनिन्छ विन्ड भेनलाई मेजर गर्ने काम एनिमोमिटर अब जुन कुरा तपाईहरुलाई नयाँ लाग्छ त्यो बारेमा म तपाईहरुलाई पिक्चर देखाइदिन्छु ओडोमिटरको पिक्चर भइहाल्यो हैन यो तपाईले ओडोमिटरको पिक्चर कस्तो आएको छ ठीक छ दिस इज एन एक्जाम्पल अफ ओडोमिटर अब नेक्स्ट म तपाईहरुलाई के पो भन्दै थिए त के को पिक्चर देखाइरहेको थियो त त्यहाँ हेर्नु एनिमोमिटर को पिक्चर म तपाईहरुलाई देखाइदिन्छु है एनिमोमिटर को पिक्चर हेर्नुस् है कस्तो हुन्छ एनिमोमिटर ठ्याक्कै हेर्दाखेरि हामीले यहाँ इन्स्ट्रुमेन्ट युज टु मेजर विन्ड स्पीड एन्ड डाइरेक्सन हैन के विन्ड भेन लेखिरहेछ नि त्यहाँ विन्ड भेन भनेको विन्ड स्पीड र त्यसको डाइरेक्सनलाई मेजर गर्ने काम कसले गर्छ त एनिमोमिटरले गर्छ र एनिमोमिटरको पिक्चर हेर्दाखेरि तपाईहरुले हेर्न सक्नुहुन्छ यस्तो एकदमै कहिले तपाईहरुले त धेरै नहेरेको हुन सक्छ हैन अब यो यसैलाई के भन्छ एनिमोमिटर भन्छ सिम्पली भन्दाखेरि तपाईहरुले बुझ्नु पर्ने के हो त यसले विन्ड भेन अथवा विन्डको स्पीड र विन्डको डाइरेक्सन कतातिर छ भन्ने कुरालाई मापन गर्ने काम गर्छ साथी हो सो यो कुरालाई तपाईहरुले एकदमै मनन गर्नु होला बुझ्नु होला है विन्ड भेन भनेको विन्ड स्पीड ठीक छ इज युज्ड टु मेजर द विन्ड भेन दैट इज एनिमोमिटर इज युज्ड टु मेजर विन्ड भेन एनिमोमिटर इज युज्ड टु मेजर विन्ड भेन सिस्मोग्राफ अर्थक्वेक स्केलले के गर्छ त लेन्थ नाप्ने काम गर्छ यो एकदम सजिलो भइहाल्यो हो ब्लड प्रेसर डाक्टर्सहरुले लागेको यो
घाँटीमा झुन्ड्याएको त्यो हुन्छ नि त्यसलाई त्यसलाई के भन्छ त त्यो भनेको तपाईहरुलाई के भयो त घाँटीमा झुन्ड्याउनेलाई हामी के भन्छौं ओभरअल ब्लड प्रेसर नाप्ने मसिनलाई हामी स्पाइगमो म्यानोमिटर भन्छौं के भन्छौं त गाइस स्पाइगमो म्यानोमिटर भन्छौं हैन घाँटीमा झुन्ड्याउनेलाई हामी के भन्छौं स्टेथोस्कोप हो के भन्छौं त स्टेथोस्कोप हैन ठ्याक्कै दिमागबाट उडिरहेछ याद आइहाल्यो स्टेथोस्कोप इज अ डिभाइस युज्ड टु मेजर द हार्ट बिट अथवा कुनै पनि साउन्ड्स स्मल साउन्ड्स फ्रम बडीलाई सुन्नको लागि हामीले स्पाइगमो स्टेथोस्कोप युज गर्छौं डाक्टर्सले प्रयोग गर्ने गर्छन् स्टेथोस्कोप हैन स्पाइगमो म्यानोमिटर इज कम्प्लिट डिभाइस दैट इज युज्ड टु मेजर द ब्लड प्रेसर ठ्याक्कै पम्प गरेर ब्लड प्रेसर नाप्ने काम कसले गर्छ त स्पाइगमो म्यानोमिटरले गर्छ कतिपय नेपाली मिडियमको साथीहरुलाई थाहा छैन होला पिक्चर हेरेर चाहिँ क्लियर भइहाल्नुहुन्छ यहाँ हेर्नुस् है स्पाइगमो म्यानोमिटर हेर्नुस् है स्पाइगमो म्यानोमिटर कस्तो हुन्छ त यो भनेको ब्लड प्रेसर नाप्ने काम गर्छ तपाईहरुले कहिले न कहिले ब्लड प्रेसर नपाउनु भयो होला हैन कुनै फार्मेसीमा गएर अथवा कुनै पनि हस्पिटलमा गएर यो हेर्नुस् है स्पाइगमो म्यानोमिटर यसलाई भन्छ आजकल त मसिनवाला पनि स्पाइगमो म्यानोमिटर आइसक्यो ब्लड प्रेसर नाप्ने काम गर्छ स्पाइगमो म्यानोमिटरले है अब नेक्स्टमा हामी जाउँ साथीहरु नेक्स्ट के छ त हाम्रो हाइग्रोमिटर इज अ डिभाइस युज्ड टु मेजर ह्युमिडिटी नाप्ने काम कसले गर्छ त हाइग्रोमिटरले गर्छ हाइग्रोमिटर इज अ डिभाइस युज्ड टु मेजर ह्युमिडिटी भनेको नमी हैन हावामा भएको पानीलाई हावामा अलि चिसोमा के हुन्छ त हावा पनि चिसो आएर हुन्छ हैन हावामा अलिअलि के हुन्छ त पानीको मात्रा हुन्छ त्यसैले हामी के भन्छौं त गाइस त्यसैले हामी ह्युमिडिटी भन्छौं र ह्युमिडिटीलाई नाप्ने काम कसले गर्छ त ह्युमिडिटीलाई नाप्ने काम कसले गर्छ guys humidity is measured by कहाँ गयो humidity is measured by hygrometer so we'll search about hygrometer and let's see how it looks like हैन हामीले हरेक कुरा जुन हाम्रो लागि नयाँ हुन्छ तपाईहरुको लागि नयाँ हुन्छ त्यसको हामी पिक्चराइज रूपमा हेरिसकेपछि एकपल्ट पिक्चर हेरेपछि याद हुन्छ नि त सरले यो भन्नु हो त फलानो कुरा फलानो दिस इज युज्ड टु मेजर ह्युमिडिटी भनेको अमाउन्ट अफ मोइस्चर इन एयर हावामा रहेको मोइस्चर हावामा रहेको पानीलाई मापन गर्ने काम कसले गर्छ त हाइग्रोमिटरले गर्छ यो कन्फ्युज नहुन होला प्रेसरलाई नाप्ने काम ब्यारोमिटरले गर्छ भने ह्युमिडिटीलाई एटमोस्फेरिक एयरमा रहेको मोइस्चरलाई नाप्ने काम कसले गर्छ त हाइग्रोमिटरले गर्छ यो कुरा चाहिँ दिमागमा सेट गरेर राख्नु होला हाइग्रोमिटर इज अ डिभाइस युज्ड टु मेजर द ह्युमिडिटी मिन्स एयरमा रहेको मोइस्चर इन एयर इज कल्ड ह्युमिडिटी यति कुरा चाहिँ दिमागमा सेट गर्नु होला स्क्रू गज इज युज्ड टु मेजर थिकनेस फिजिक्स हजुरहरुले फिजिक्स पढ्नु भएको छ भने क्लास 11 र 12 को प्र्याक्टिकलमा पक्कै पनि स्क्रू गजलाई प्रयोगमा ल्याउनु भयो होला स्क्रू गजले के गर्छ त गाइस थिकनेसलाई मेजर गर्ने काम गर्छ स्क्रू गज ठ्याक्कै एउटा यस्तो टाइपको डिभाइस हो यस्तो टाइपको डिभाइस हुन्छ म तपाईलाई पिक्चरमै देखाइदिन्छु दैट इज युज्ड टु मेजर थिकनेस स्क्रू गज गज स्क्रू गज म तपाईहरुलाई ल हाइग्रोमिटर गज भएछ स्क्रू गज म तपाईहरुलाई फोटो देखाइदिन्छु है ल फिफा वर्ल्ड कप आएछ ल हेर्नुस् है स्क्रू गज यस्तो टाइपको हुन्छ जसले हामीले थिकनेस मेजर गर्ने काम गर्छ यहाँ हेर्नुस् हो ठ्याक्कै मैले यसरी देखाएको थिएँ यसले के गर्छ त फिजिक्स ल्याबहरुमा तपाईहरुले हेर्नु भयो होला यसलाई स्क्रू गजले के गर्छ ठ्याक्कै हाम्रो थिकनेसलाई नाप्ने काम गर्छ यस बीचमा हामीले कुनै सिसा अथवा कुनै पनि रड अथवा केही पनि कुरालाई हालेर सानो सानो कुराहरुको पनि थिकनेस इजिली निकाल्न सक्छौं यसलाई हामी के भन्छौं त स्क्रू गज भन्छौं है यसलाई दिस इज कल्ड एज स्क्रू गज यति कुरा बुझ्नु होला ल अब अगाडि बढ्दै ट्यासियोमिटर इज अ डिभाइस युज्ड टु मेजर स्ट्रेन कुरा बुझ्नुस् है ट्यासियोमिटर इज अ डिभाइस युज्ड टु मेजर स्ट्रेन भनेको व्हाट इज स्ट्रेन गाइज स्ट्रेन भनेको के हो भने स्ट्रेन भनेको
खासमा हामीलाई स्ट्रेन भनेको कुनै पनि चिजमा लागिरहेको प्रेसरलाई हामी के भन्छौँ स्ट्रेन भन्छौँ हैन कुनै पनि चिजलाई तन्काउँछ भने द्याट इज त्यसमा स्ट्रेन लाग्छ है लङ्गिट्युडनली तान्छ भने लङ्गिट्युडनल स्ट्रेन लाग्छ भोल्युमेट्रिकली तान्छौँ भने कुनै कुराको भोल्युमलाई बढाउने अथवा घटाउने काम गर्छौँ भने द्याट इज बल्क स्ट्रेन हैन बल्क स्ट्रेन बल्क के भन्छ त्यसलाई बल्क स्ट्रेन भन्नाले के भन्ने त्यसलाई भोल्युमेट्रिक स्ट्रेन भन्ने हैन स्ट्रेन भनेको स्ट्रेस लगाएपछि हुने चेन्जलाई नै हामी के भन्छौँ त स्ट्रेन भनेपछि चेन्ज इन लेन्थ बाइ ओरिजिनल लेन्थ इज कल्ड स्ट्रेन चेन्ज इन भोल्युम बाइ ओरिजिनल भोल्युम इज कल्ड स्ट्रेन हैन कुनै पनि चिजलाई चेन्ज गर्दाखेरि पर युनिट ओरिजिनल कन्फिगरेसन के हुन्छ त्यसैलाई हामी भन्छौँ स्ट्रेन भन्छौँ गाइज है त्यसलाई मेजर गर्ने काम चाहिँ टेस्योमिटरले गर्छ टेस्योमिटर कस्तो टाइपको डिभाइस हो त म तपाईलाई इच एन्ड एभ्री एउटा पिक्चराइज गरेर देखाइदिरहेको छु हैन त्यही भएर चाहिँ त्यसलाई एकदम पिक्चरलाई दिमागमा सेट गरेर राख्नु होला टेस्योमिटर भनेको यस्तो टाइपको डिभाइस हो जसले हाम्रो स्ट्रेनलाई युज मेजर गर्ने काम गर्छ नर्मली हामीले हेर्दैनौँ यो हैन प्रयोगमा पनि हामीलाई आउँदैन हामीलाई युज हुँदैन त्यति धेरै हैन त्यही भएर चाहिँ अलिक कम हेर्नुभयो होला यो फर्स्ट टाइम हेरे जस्तो लाग्छ होला हैन तर के हुन्छ भने यसले हामीलाई स्ट्रेन मेजर गर्ने काम गर्छ त्यो कुरा चाहिँ हामीले बुझ्नु होला है टेस्योमिटर इज सच अ डिभाइस द्याट इज युज्ड टु मेजर स्ट्रेन भन्ने कुरा दिमागमा सेट गर्नु होला ल गाइस यति भयो यो हाम्रो कसको बारेमा भयो भने इन्स्ट्रुमेन्ट एन्ड मेजरमेन्ट कुन इन्स्ट्रुमेन्टले के मेजर गर्ने काम गर्छ भन्ने बारे भयो हैन कुन इन्स्ट्रुमेन्टले के मेजर गर्छ अब नेक्स्ट हाम्रो के छ त नेक्स्ट हाम्रो अलि लिस्ट अफ यो के हो यो अलि काटिएको छ हैन यो ठ्याक्कै हाम्रो यो अगाडि आयो होला नि त क्वान्टिटी एन्ड युनिट इन्स्ट्रुमेन्ट एन्ड मेजरमेन्ट भयो क्वान्टिटी एन्ड युनिट कि त्यसकै कन्टिन्यू हो कि फ्लावर्स बुकेट सिङ्गर चोरस म्यान क्राउड यो माथि काटेको जस्तो फ्लावर्सलाई हामीले यहाँ हेर्नुहोस् है युनिट हो यो क्वान्टिटी एन्ड युनिट हो ल लिस्ट अफ एनिमल्स एन्ड देयर यङ वान्स यो दोस्रो नम्बरमा छ होला जस्तो लाग्छ एकपल्ट हेरिहालौँ एनिमल एन्ड यङ वान थर्डमा हो भनेपछि फर्स्टको इन्डिभिजुअल एन्ड ग्रुप है यो भनेको हाम्रो इन्डिभिजुअल एन्ड ग्रुप हो है गाइज दिस इज इन्डिभिजुअल एन्ड ग्रुप जस्तै हाम्रो फ्लावर्सको युनिटलाई के भन्छौँ त हामी यहाँ हेर्नुहोस् है फ्लावर्सको युनिटलाई हामी के भन्छौँ फ्लावर्सको युनिटलाई हामी के भन्छौँ इन्डिभिजुअल एन्ड ग्रुप अब यो हेर्नु फ्लावर्सलाई हामी बकेटमा राख्छौँ हैन केमा राख्छौँ त अलि ब्याक गर्नु पर्यो यो हाम्रो कुन ग्रुपको त कुन ग्रुपको हो भने यहाँ हेर्नुहोस् है इन्डिभिजुअल एन्ड ग्रुप व्यक्तिगत र समूह है व्यक्तिगत अनि समूह यहाँ हेर्नुहोस् ठ्याक्कै हामीले भन्दाखेरि के हुन्छ भने फ्लावर्स इज अ ग्रुप अफ फ्लावर्सहरू मिलेर चाहिँ बकेट बन्छ बकेट भनेको के हो त यस्तो टाइपको हुन्छ हैन यसमा फुलै फुल हुन्छ हैन फुलै फुल हुन्छ हैन यसलाई हामी के भन्छौँ त बकेट भन्छ हामी गर्लफ्रेन्डहरूलाई दिन्छौँ नि भ्यालेन्टाइनमा अनि त्यसपछि कतै हस्पिटलहरूमा लग्दाखेरि कोही बिरामी हुनुहुन्छ भने उहाँले बुकेट लिएर जान्छौँ नि एज अ पार्ट अफ सिम्प्याथी एज अ पार्ट अफ पिटी हैन बिचारा अथवा बिचारा नभनौँ अलिकति सुन्दा राम्रो लागेन हैन त्यो हामी एउटा खुसी स्वरूपमा छिटो निको हुनुस् भनेर हामी बुकेट लान्छौँ अथवा केही गर्लफ्रेन्डहरूलाई हामीले कुनै गर्लफ्रेन्ड्स हैन गर्लफ्रेन्ड एउटा मात्र हुन्छ हैन गर्लफ्रेन्ड कोही दुईटा तीनटा पनि हुन्छ हैन ओके त्यही भनेको अब के हुन्छ भने यो बुकेटलाई हामी के गर्छौँ त बुकेट भनेको के हो त बुके भन्छ यसलाई हामी खासमा प्रोनाउन्स भन्न बुके भन्छौँ टी साइलेन्ट हुन्छ बुके भन्छौँ हैन बुके इज अ सेट अफ फ्लावर्स हैन फ्लावर्स मिलेर के हुन्छ त बुके भन्छ सिङ्गर चोरस हैन सिङ्गर चोरस भनेको के हो भयो त तपाईलाई जस्तै चोरस भनेको के हो त यहाँ हेर्नुहोस् है जस्तो बकेटमा फ्लावर्स हुन्छ त्यसै गरी चोरसमा सिङ्गर हुन्छ सोलमा फिस हुन्छ सोल भनेको यहाँ हेर्नुहोस् है फोटो यहाँ हेर्नु फोटोबाट अझै प्रष्ट भइहाल्छौँ हामी SOAL
केही शब्दहरूलाई हामी फोटोबाटै बुझ्दाखेरि अझै बवाल हुन्छ, अझै राम्रो हुन्छ। फर्स्टमै आइहाल्यो थियो। यहाँ हेर्नुहोस् है, यहाँ फिसहरूको समूहलाई के भन्छ त? फिसहरूको समूहलाई सोल भन्छ होइन। फिसहरूको समूहलाई के भन्छ त? सोल, SHOAL, सोल भन्छ। यो फिसहरूको समूह हो होइन। फिसहरूको समूहलाई के भन्छ गाइस? सोल भन्यो, SHOAL, सोल होइन। फिसहरूको समूहलाई सोल भन्यो, सिङ्गरहरूको समूहलाई चोरस भन्यो, राइडर्सहरूको समूहलाई के भन्यो त? क्याभलकेड। यो शब्दहरू एकदम बुझ्नु होला होइन। कुनै शब्दहरूलाई हामीले दिमागमा बस्दैन होइन, तर दिमागमा चाहिँ बसाउनु पर्यो, किनभने हामी के पढिरहेछौँ? आइक्यू पढिरहेछौँ। आइक्यू इज अ साइन्स अफ ब्रेन होइन। ब्रेनलाई युज जति गर्यो त्यति धेरै आइक्यू बढ्छ। ओके, सो अब यहाँ हेर्नु है, राइडर्सहरूको समूहलाई के भन्छ त? क्याभलकेड भन्छ। क्याभलकेड यस्तो हुन्छ, क्याभलकेडमा पनि तपाईँहरूले कहीँ हेर्नुहुन्छ होइन, राइडर्सहरू एकदमै समूहमा हिँडेर हुन्छ बाइक लिएर होइन। बाइक मात्र होइन, जेमा पनि कुनै गाडीमा। यहाँ हेर्नु, क्याभलकेड भनेको कुनै राइडर्सहरूको समूह भइहाल्यो होइन। राइडर्सहरूको समूहलाई के भन्छ? क्याभलकेड भनिन्छ। यहाँ हेर्नु, कुनै पनि समूह भइहाल्यो, केही कुराको समूहलाई होइन, जसमा गाडीहरू अलिक भिड भडकाहरू हुन्छ, र्याली हुन्छ, र्यालीहरू त्यस्तो टाइपलाई हामी के भन्छौँ त? क्याभलकेड भन्छौँ होइन। अनि त्यो क्याभलकेड भनेको क्याभलकेडको युनिट के हो त? राइडर्स हो। त्यसको क्याभलकेडको इन्डिभिजुअल को हो त? राइडर हो। क्राउडको इन्डिभिजुअल को हो? म्यान। क्राउडको इन्डिभिजुअल को हो त? म्यान। भिडहरू केले हुन्छ? म्यानले हुन्छ। हर्ड केले हुन्छ? नोम्याड्सले हुन्छ। नोम्याड्स भनेको के हो त? हेर्नुहोस्, नोम्याड्स भनेको NOMADS। नोम्याड्स भनेको के भयो त? यहाँ हेर्नुहोस्, यहाँ हेर्नु है, सरी कता गएछु? यसलाई हटाउनु पर्यो। ल यहाँ हेर्नु है, नोम्याड्स इज अ युनिट अफ हर्ड। अब हर्ड भनेको के हो? नोम्याड्स भनेको बुझिहाल्नु भयो होइन। हर्ड, HORDE। हेर्नु, केही शब्दहरू हामीले एकदमै बुझ्नुपर्छ होइन। के आइरहेछ हर्डमा? यो शब्दलाई अलिकति त्यो गरेर राखौँ, हामी टिपेर राखौँ होइन। ठिक छ, यो शब्दलाई अलिकति यो शब्दलाई टिपेर राखौँ है। नोम्याड्स विथ हर्ड। नोम्याड्स इज अ युनिट अफ हर्ड होइन। याद गरिराख्नुहोस् होइन, तत्काल चाहिँ याद गरिराख्नुहोस्। म तपाईँहरूलाई बुझाइदिन्छु पछि। क्याटल भनेको गाई बाख्राहरू जसलाई पशुपालन हामी गर्छौँ होइन, त्यसलाई क्याटल भन्छ। क्याटलहरूको ग्रुपलाई नै हर्ड भन्छ है। क्याटलको ग्रुपलाई के भन्छ त? हर्ड भन्छ। HERD, हर्ड भनेर याद राख्नु होला। ग्रेप्स, अङ्गुरहरूको ग्रुपलाई बन्च भनिन्छ भने आर्टिस्टहरूको ग्रुपलाई ट्रुप भनिन्छ होइन। आर्टिस्टहरू मतलब 50 वटा सिङ्गर छ भने त्यसलाई हामी ट्रुप भन्छौँ होइन। 20 वटा सिङ्गर छ ट्रुप भन्छौँ, 4 वटा सिङ्गर छ ट्रुप भन्छौँ। सिपको युनिटलाई फ्लक भन्छौँ, बीजको युनिटलाई स्वाम भन्छौँ होइन। बीज होइन, मधुमक्खीहरूको ग्रुपलाई हामी स्वार्म, SWARM, स्वार्म भन्छौँ। सेलर्सहरूको ग्रुपलाई क्र्यु भन्छौँ। सेलर्स भनेको जसले बोटहरू चलाउँछ होइन, सेलर्स। यहाँ हेर्नुहोस् है, SAILORS। सेलर्सहरूको ग्रुपलाई हामी के भन्छौँ त? सेलर्सहरूको ग्रुपलाई हामी यहाँ यो सेलर भयो होइन, यसलाई क्र्यु भन्छौँ। बोटहरू कुदाउने अथवा केबिन क्र्यु भइहाल्यो। मतलब यसको कुनै पनि चिजलाई कुदाउने मान्छेलाई हामी के भन्छौँ त? क्र्यु भन्छौँ त्यसको ग्रुपलाई। ठिक छ, जस्तो हामीलाई के हुन्छ, नाउँमा ठुलो सिपमा के हुन्छ त? क्याप्टेनहरू हुन्छ, सब क्याप्टेन हुन्छ होइन, तिनीहरूको टिम हुन्छ, त्यसलाई हामी सेलर्सहरू भन्छौँ। र त्यसको ग्रुपलाई हामी के भन्छौँ त? क्र्यु भन्छौँ है। त्यसको ग्रुपलाई क्र्यु भन्छौँ। यति कुराहरू बुझ्नु होला। लिस्ट अफ एनिमल एन्ड देयर यङ वान्स। अब यो बुझ्दाखेरि सजिलै छ होइन। लिस्ट अफ एनिमल्स एन्ड देयर यङ वान्स भनेको त्यसको एनिमल्स भनेको जस्तो काउ, क्याट, बफेलो, डग, लायन, म्यान, ETC यो एनिमल्स भइहाल्यो। त्यसको बच्चालाई हामी के भन्छौँ? जस्तो काउको बच्चालाई गाफ भन्छौँ होइन। गाईको बच्चालाई
गाईको बच्चालाई काफ भन्छौँ, क्याट भनेको बिरालोको बच्चालाई किटेन भन्छौँ, बटरफ्लाईको बच्चालाई क्याटरपिलर थाहा छ नि, पातमा यस्तो पातहरूमा के हुन्छ त क्याटरपिलर बस्ने काम गर्छ होइन, यस्तो लामो लामो हुन्छ क्याटरपिलरहरू, यस्तो लामो लामो हुन्छ पातहरूमा एक्जिस्ट गर्ने काम गर्छ। बटरफ्लाईको सानो फर्मलाई क्याटरपिलर भन्छौँ, डग भनेको कुकुरलाई पप्पी भन्छौँ, लायनको बच्चालाई कब भन्छौँ भने म्यानको मान्छेको बच्चालाई चाइल्ड भन्छौँ, हर्सको बच्चालाई पनी भन्छ, PONY पनी भन्छौँ, याद राख्नु होला, हर्सको बच्चालाई पनी भन्छौँ, सिपको बच्चालाई ल्याम्प भन्छौँ भने इन्सेक्टको बच्चालाई लार्भा भन्छौँ, इन्सेक्टको बच्चालाई हामी लार्भा भन्छौँ, हेनको बच्चालाई चिकन भन्छौँ भने डगको बच्चालाई डकलिङ भन्छौँ। भनेपछि यति कुराहरू बुझ्नु होला। काउको बच्चालाई काफ, एकपल्ट मनन गर्नु होला, भित्रभित्रै मनमनै मनन। काउको बच्चालाई काफ, क्याटको बच्चालाई किटेन, बटरफ्लाई क्याटरपिलर, डग पपी, लायन कब, म्यान चाइल्ड, हर्स पनी जुन कुरा अलि नयाँ सुनिन्छ अथवा मतलब अलिक गाह्रो लाग्छ अथवा लाग्छ कि बिर्सिहाल्छु भन्ने लाग्छ भने 3-4 चोटि 10 चोटि मनमा नै भन्नु होला। हर्स पनी, सिप ल्याम्प, इन्सेक्ट लार्भा हो, यो चाहिँ अलि नझुकिनु होला होइन। बटरफ्लाई इज टु क्याटरपिलर, सो इन्सेक्ट इज टु लार्भा, यो अलि झुकिने खालको हुन्छ होइन। इन्सेक्ट इज टु लार्भा, हेन इज टु चिकन, हेन कुखुराको बच्चालाई चिकन भन्छ, डक भनेको हाँसको बच्चालाई डकलिङ भनिन्छ है। यो कुरा चाहिँ नबिर्सिनु होला। ओके, यो कुरा चाहिँ एकदमै ध्यानमा राख्नु होला। मेल एन्ड फिमेल, अब कसको मेललाई हामी के भन्छौँ त, यहाँ हेर्नुहोस् है, मेल एन्ड फिमेल, यो कुरा यसरी बुझौँ। अब जस्तो हर्स भनेको मेल भयो भने हर्सको फिमेललाई जस्तो सिम्पलबाट सुरु गरौँ। सन भनेको छोराको फिमेल पार्टलाई छोरी भन्छौँ, डटर भन्छौँ होइन, छोराको फिमेल पार्टलाई डटर छोरी भन्छौँ। त्यसै हर्सको फिमेल पार्टलाई मेयर भन्छौँ, मेयर इज अ फिमेल हर्स है। केटी हर्सलाई, केटी घोडालाई हामी के भन्छौँ त, स्त्रीलिङ्ग घोडालाई हामी के भन्छौँ, मेयर भन्छौँ है। मेयर भनेको त्यो नागेश कोइराला हाम्रो MAYR मेयर होइन, मेयर। हर्सको फिमेल हर्सको बुढीलाई हामी मेयर भन्छौँ, स्ट्यागको बुढीलाई हामी डोय भन्छौँ, बुढी मात्र होइन बहिनी पनि हुनसक्छ होइन, ठिक छ। फिमेल पार्टलाई हामी के भन्छौँ, डोय। स्ट्याग भनेको के हुन्छ त, हरिण जस्तो हुन्छ। यहाँ हेर्नुहोस् है, फोटो हेर्नुहोस्, अलि बुझ्नुहुन्छ, फोटोबाट एकदमै प्रष्ट बुझिन्छ मान्छेलाई, बुझ्छन्। स्ट्याग फेरि रोयल स्ट्याग होइन है, स्ट्याग यस्तो हुन्छ, यहाँ हरिण जस्तै हुन्छ होइन, हामीले हेरे जस्तो। हरिणको फिमेललाई के भन्छ, डोय भन्छ है। हरिणको फिमेललाई के भन्छ त, डोय भन्छ, DOE डोय भन्छ। लायन भनेको शेर होइन, त्यसको लायनको फिमेललाई लायनेस भन्छ। ड्रोन भनेको केटा बी हो, केटा बी भनेको बुझ्नुभयो होला होइन। मधुमक्खीको केटा पार्टलाई ड्रोन भन्छ, बी हामी भन्छौँ, त्यो त केटी हो है, केटी। बी भनेको जहिले केटी हुन्छ, किनभने बीहरूको फ्यामिलीमा केटाको त्यति इम्पोर्टेन्स हुँदैन। इम्पोर्टेन्स भनेको उसको काम मात्र रिप्रोडक्सन गर्ने काम मात्र हो, त्यसपछि केटा ड्रोन मर्छ होइन। बीको लाइफ टाइम काम हुन्छ, त्यही भएर हामीले बी मात्र भनेर चिने गर्छौँ। बीको केटा पार्ट भनेको ड्रोन भयो। नेफ्यू भनेको भतिजो भयो, नाइस भनेको भतिजी भयो अथवा भान्जी भयो। नेफ्यू भनेको भान्जा भयो भने नाइस भनेको भान्जी भयो होइन। भतिजो भयो भने भतिजी भयो। डगको बच्चालाई बिच भनिन्छ, डग भनेको कुकुरको बच्चालाई बिच भनिन्छ। सनको बच्चालाई हामी डग कहिले कहिले हेर्छौँ नि गाली दिएको, इङ्ग्लिसमा गाली दिन्छ, यो बिच भन्छ नि, बिच भने कुकुरको बच्चा भन्छौँ नि हामी नेपालीमा गाली दिँदाखेरि होइन। अब सनको फिमेल पार्टलाई डटर भन्छौँ। हो, यहाँ आयो कुरा, सर यहाँ हेर्नु है, यो सर भनेको के हो, यहाँ हेर्नु। यहाँ हेर्नुहोस् है, यो कुराहरू चाहिँ अलि फोटोबाट बुझ्नु होला। के पो आयो, सर यो सर भनेको के हो भने कहिले काला जादु गर्ने विच भन्छौँ। विच भनेको के भन्छ त्यसलाई हामीले, ब्ल्याक म्याजिक हो। ब्ल्याक म्याजिक गर्नेलाई सर भन्छौँ। यहाँ हेर्नुहोस् है, ब्ल्याक म्याजिक गर्ने यो केटा मान्छेलाई सर भन्छौँ भने केटी मान्छेलाई हामी सर भन्छौँ होइन। सर भने के भयो त, जसले ब्ल्याक म्याजिक गर्छ होइन। यो सर भनेको ब्ल्याक म्याजिक गर्ने केटालाई चाहिँ सर भन्छौँ र केटीलाई हामी के भन्छौँ,
भन्छौँ धामी झाँक्रीहरूलाई के भन्छौँ धामी झाँक्री टाइपको भयो हैन ब्ल्याक म्याजिक गर्नेहरूलाई केटी मान्छेलाई चाहिँ हामी सरसरेस भन्छौँ भने सरचरर अलिक कस्तो कन्फ्युजिङ प्रोनाउन्सिएसन हुन्छ यसो भनेको त ब्ल्याक म्याजिक गर्ने केटा मान्छे सरसर भन्छौँ जेन्टलम्यान भनेको केटा भयो भने लेडी भनेको केटी भनेको टाइगर भनेको केटा भने टाइगर्स भनेको केटी भयो हैन पुलिङ्ग र स्त्रीलिङ्ग पुलिङ्ग यता भइहाल्यो स्त्रीलिङ्ग उतापट्टि भइहाल्यो यति कुरा तपाईँहरूले बुझिसक्नु भयो होला एकदम सजिलो कुराहरू मैले तपाईँहरूलाई सिकाएँ अब इन्डिभिजुअल एन्ड क्लासेसमा जाउँ साथीहो लिस्ट अफ इन्डिभिजुअल एन्ड क्लासेसमा भनेको जस्तो के मान्छे भनेको मेमलमा पर्छ हैन मङ्की भनेको मेमलमा पर्छ मङ्की भनेको कुन ग्रुपमा पर्छ कुन क्लासमा पर्छ त मेमलमा पर्छ स्नेक भनेको रेप्टाइलमा पर्छ वेल भनेको यसरी बुझ्नु ल हामीले यो कुराहरू बच्चामा पनि सानो क्लासमा पनि पढेको हो मङ्की बिलोङ्स टु मेमल स्नेक बिलोङ्स टु रेप्टाइल वेल बिलोङ्स टु मेमल लिजर्ड बिलोङ्स टु रेप्टाइल म्यान बिलोङ्स टु मेमल ऑस्ट्रिच बिलोङ्स टु बर्ड बटरफ्लाई बिलोङ्स टु इन्सेक्ट ऱ्याट बिलोङ्स टु रोडेन्ट भनेको हो यो रोडेन्ट भन्ने शब्द अलि बुझ्नु होला तपाईँहरूको लागि नयाँ होला हैन रोडेन्ट भनेको जसको दाँत हैन दाँत बढेको जिन्दगीमा जसको जिन्दगानीमा लाइफ टाइमसम्म उसको दाँत के हुन्छ त टिथ एभरग्रीन हुन्छ टिथ ग्रोइङ अल ओभर लाइफ टाइम हैन यसको दाँत भनेको लाइफ टाइम भरि बढिराख्ने जनावरहरूलाई रोडेन्ट भन्छ हैन रोडेन्ट यसैलाई भन्छ जसको तित भनेको जिन्दगीभर बढिरहेको हुन्छ त्यसैलाई हामी के भन्छौँ त रोडेन्ट भन्छौँ त्यो कुरा बुझ्नु होला अनि ऱ्याटको के हुन्छ त ऱ्याट भयो माउस भयो हैन यिनीहरूको के अनि अर्को भनेको ऱ्याबिट भयो यिनीहरू ऱ्याबिट भन्दा पनि यिनीहरूको के हुन्छ दाँत बढे हुन्छ त्यही भएर त यिनीहरूले होल दुलो पार्छ अथवा दाँतलाई म्याक्सिमम युज गरेर यिनीहरूले आफ्नो दाँतलाई के गर्छ त ग्रोइङबाट यसलाई प्रिभेन्ट गर्दै जान्छ सधैँभरि आफ्नो दाँतलाई सानो पार्दै रहन्छ यिनीहरूले किनभने यिनीहरूको दाँत भनेको लाइफ टाइम एभरग्रिन ग्रोइङ हुन्छ है सो यो क्लासेसहरू बुझि नै हाल्नुहुन्छ मेमल भनेको के भयो त मेमल भनेको मान्छेको प्रजाति मङ्की भयो वेल पनि मेमलमै पर्छ वेल फेरि तपाईँहरूलाई बिर्सेर मिस्टेकली तपाईँहरूले वेल माछा जस्तो माछा भनेको एक्वाटिक एनिमल हो हैन त्यसै गरी त्यो नबुझ्नु होला है वेल भनेको मेमलमा पर्छ हैन वेल माछा भनेको मेमलमा पर्छ किनभने मेमल भनेको स्तनधारी ग्रुपलाई हामी के भन्छौँ त मेमल भन्छौँ जसले आफ्नो बेबीलाई अथवा यङ वान्सलाई के गर्छ त यङ वान्सलाई मतलब ब्रेस्ट फिडिङ अथवा के भन्छ त त्यसलाई अथवा डाइरेक्ट बर्थ दिने काम गर्छ हैन त्यसलाई हामी मेमल भन्छौँ ल अर्को नेक्स्ट स्लाइडमा हामी जाउँ नेक्स्ट कुरा के छ भने गाइज हाम्रो इन्डिभिजुअल क्लासेस भयो लिस्ट अफ इन्डिभिजुअल एन्ड ड्वेलिङ प्लेसेस हैन कुन जनावर कहाँ बस्छ त कुन चिज कहाँ बस्छ जस्तो डग भनेको केनलमा बस्छ केनल भनेको कुकुरहरू बस्ने ठाउँलाई केनल भन्छौँ सेड भनेको क्याटलहरू पशुपन्छी यो भनेको काउ बफेलोहरू हैन काउ बफेलो हैन जसलाई हामी पाल्छौँ त्यसलाई हामी के भन्छौँ त काउ बफेलोहरूलाई हामी के भन्छौँ त क्याटल भन्छौँ काउ बफेलो अनि गोट हैन पाल्ने कुराहरूलाई हामी क्याटल भन्छौँ यस्ता कुराहरूलाई हामी कहाँ राख्छौँ त सेडमा राख्छौँ एसएचइडी सेडमा राख्छौँ पोल्ट्री फार्ममा हामी पोल्ट्रीहरूलाई पोल्ट्री भन्ने के भयो त के आउँछ पोल्ट्रीमा चिकन आउँछ हैन हाँसहरू आउँछ तपाईँलाई विभिन्न कुराहरू जसलाई हामी फार्मिङ गर्न सक्छौँ त्यसलाई हामी पोल्ट्री भन्छौँ त्यही भएर पोल्ट्री फार्म भन्छौँ पोल्ट्री फार्म भने के भयो पोल्ट्रीहरूलाई राखिने ठाउँलाई पोल्ट्री फार्म भन्छ पोल्ट्रीहरूको फार्मलाई पोल्ट्री फार्म त्यही भएर फार्ममा राखिन्छ कसलाई पोल्ट्रीलाई राखिन्छ फिसलाई कहाँ राखिन्छ एक्वारियममा राखिन्छ है फिसलाई कहाँ राखिन्छ त एक्वारियममा राखिन्छ हामीले बनाएको ठाउँ भनेको एक्वारियम हो हैन कुनै पनि यो जस्तो हर्सलाई हामीले आफ्नो स्टेबलमा राख्छौँ स्टेबल भनेको घोडाहरू राख्ने तबेला घोडाहरू राख्ने तबेलालाई नै हामी के भन्छौँ त स्टेबल भन्छौँ स्टेबल भनेको हर्सलाई राख्ने तबेला बी भनेको एपिआइरी भनेको बीलाई राख्ने ठाउँलाई हामी के भन्छौँ त गाइस एपाइरी भन्छौँ हैन एपाइरी यस्तो हुन्छ हैन मधुमक्खी पालन गर्छौँ नि हामीले त्यसैले हामीले एपाइरीमा राख्छौँ हैन हामीले बनाएको ठाउँ हो मतलब मान्छेले बनाएको डिजाइन गरेको
बी हाइभ्स भन्छौँ यसलाई इङ्ग्लिसमा बी हाइभ्स पनि भन्न सक्छौँ अथवा हामीले बी फार्मिङ गर्छौँ नि बी फार्मिङ जसको लागि हामीले हनी कहाँबाट आउँछ त बीबाट आउँछ हनी बीबाट होइन त्यसलाई यो हामीले भनेको आर्टिफिसियल बी फार्म बी हाइभ्सलाई नै के भन्छौँ त एपायरी भन्छौँ भन्ने कुरालाई स्पष्ट रूपमा बुझ्नु होला है दिस इज कल्ड एपायरी। अब अर्को भनेको लायनलाई हामी कहाँ राख्छौँ डेनमा राख्छौँ मङ्कलाई हामी कहाँ राख्छौँ मङ्क भनेको मोनास्ट्रीमा बस्छ मङ्क भनेको जस्तो कोही मङ्क भनेको यस्तो हुन्छ ज्ञानहरू दिने मान्छे होइन तपाईँहरूलाई बाटो मार्गदर्शन देखाइदिने मान्छेलाई मङ्क भनिन्छ है सिम्पली ध्यानहरू गर्ने मान्छे यस्तो बुद्धिस्टहरूलाई होइन यस्तोलाई मङ्क भनिन्छ ध्यान गर्ने मान्छे होइन जस्तै तपाईँहरूलाई सल्लाह सुझाव लाइफ जुन स्किल्स लाइफमा के गर्नुपर्छ के गर्नु हुँदैन भन्ने कुराहरूलाई ज्ञान दिने मान्छेलाई के भनिन्छ त मङ्क भनिन्छ है यो कुराहरू तपाईँहरूले थाहा नै होला बुझ्नुभयो होला ल हामी अगाडि बढौँ ढिलो नगरिकन ल अब यहाँ हेरेर म तपाईँहरूलाई लगभग सबै कुराहरू बुझाउँदै गइरहेको छु है सो अलि टाइम लागे पनि दिक्क नमान्नु होला किनभने यही कुराहरू तपाईँहरूलाई एक्जाममा एकदमै इम्पोर्टेन्ट हुनसक्छ होइन ल नेक्स्ट हेरौँ है के भएछ यो ल यो भयो नेक्स्ट हाम्रो के छ अरू स्टडी एन्ड टपिक ल स्टडी एन्ड मङ्कलाई मोनास्ट्रीमा बस्छ मङ्कहरू है स्टडी एन्ड टपिक कुन चिजको स्टडीलाई के भनिन्छ ठिक छ कुन चिजको स्टडीलाई के भनिन्छ भन्ने कुरा अब हामी हेरौँ है जस्तै हामीले बर्ड्सको स्टडीलाई के भन्छौँ बर्ड्सलाई हामीले बर्ड्सको अध्ययनलाई अर्निथोलोजी भन्छौँ हामी के भन्छौँ त अर्निथोलोजी अघि मैले तपाईँहरूलाई इन्सेक्ट्सलाई इन्टोमोलोजी भनेको थिएँ नि हो त्यसरी बर्ड्सको स्टडीलाई अर्निथोलोजी भनिन्छ नेम्स कुनै पनि कुराको नामकरण गर्ने स्टडीलाई हामी ओनोम्याटोलोजी भन्छौँ याद गर्नुहोस् ल बर्ड्सको स्टडीलाई अर्निथोलोजी भने याद राख्नुहोस् बर्ड्सको स्टडीलाई अर्निथोलोजी नेम्स कुनै पनि कुरा नामकरण गर्ने अध्ययनलाई विषयवस्तुलाई हामी ओनोम्याटोलोजी भन्छौँ ओनोम्याटोलोजी ह्युमन रेस भनेको ह्युमन रेसको स्टडीलाई हामी के भन्छ इथ्नोलोजी भन्छौँ होइन इथ्नोलोजी भनेको स्टडी अफ ह्युमन रेस यहाँ हेर्नुहोस् है स्टडी अफ ह्युमन रेस इथ्नोलोजी Study of human race is called ethnology, branch of cultural or social anthropology that compares, analyze and contrasts different human culture and societies. Different human race हरूको स्टडीलाई के भनिन्छ त इथ्नोलोजी भन्छौँ हैन जस्तो कुन इथ्नोलोजी यहाँ हेर्नु ल कुन रेस कहाँबाट आएको प्रजाति कुन मान्छेको पनि प्रजाति हुन्छ त कुन प्रजाति कहाँबाट आएको त्यस्तोलाई रेस भन्छौँ हामी ह्युमन रेस भन्छौँ त्यो स्टडीलाई हामी के भनेको हो त इथ्नोलोजी भनेको हो हैन एम्फिबियन्स भनेको के हो त एम्फिबियन्सको स्टडीलाई हर्पेटोलोजी भन्छौँ हैन एम्फिबियन्सको स्टडीलाई हर्पेटोलोजी भन्छौँ डुअल प्लेसमा बस्ने हैन लाई एम्फिबियन्स भन्छ जुन पानीमा पनि बस्न सक्छ ल्यान्डमा पनि बस्न सक्छ यस्तोलाई हामी के भन्छौँ त एम्फिबियन्स भन्छौँ त्यसको स्टडीलाई हर्पेटोलोजी भन्छौँ कुनै फ्युचर मान्छे अब कोही त्यो हामी जान्छौँ नि हाम्रो फ्युचर भनिदिनुहोस् हातको रेखा पढेर हाम्रो भविष्य भनिदिनुहोस् भन्नलाई भन्छौँ नि त्यसको स्टडीलाई एस्ट्रोलोजी भन्छ चाँद ताराहरूको हेरेर हैन जस्तो डिफ्रेन्ट ग्रहहरू हेरेर हाम्रो फ्युचर भन्ने काम गर्छ नि त्यस्तोलाई हामी एस्ट्रोलोजी भन्छौँ प्यालियोग्राफी भनेको डिफ्रेन्ट राइटिङ्सहरूको डिफ्रेन्ट कुराहरू लेखिएको हुन्छ नि स्टोन्समा लेखिएको हुन्छ कि केमा लेखिएको हुन्छ त्यसलाई हामी प्यालियोग्राफी भन्छौँ प्यालियोग्राफीहरू भनेको राइटिङ्सहरूको स्टडी अथवा लाई हामी के भन्छौँ त प्यालियोग्राफी भन्छौँ ल्याङ्ग्वेज भाषाको अध्ययनलाई हामी के भन्छौँ सेमान्टिक्स भन्छौँ सेमान्टिक्स भनेको ल्याङ्ग्वेज भाषाको स्टडीलाई हामी के भन्छौँ सेमान्टिक्स भन्छौँ वी हेभ डिफ्रेन्ट फिल्ड अफ स्टडी डिफ्रेन्ट फिल्ड अफ टपिक्स हैन कति टपिक्सहरू छ ल्याङ्ग्वेजको स्टडीले सेमान्टिक्स भन्छ सेल्स भनेको कन्कोलोजी सेल्स भनेको त्यो हाम्रो शङ्खकिरा हुन्छ त्यसको माथिको सेल हुन्छ हैन टोटोराइजको माथिको सेल हुन्छ त्यो हार्ड पार्ट हुन्छ नि त्यसलाई हामी सेल भन्छौँ त्यसको स्टडीलाई हामी कन्कोलोजी भन्छौँ इन्सेक्ट्स भनेको
इन्सेक्ट्स भनेको स्टडीलाई हामी के भन्छ इन्टोमोलोजी भन्छौँ होइन, किराहरू फट्याङ्ग्राहरूको स्टडीलाई इन्टोमोलोजी भन्छौँ। अर्थक्वेकको स्टडीलाई सेस्मोलोजी भन्छौँ। यो अर्थक्वेक इज मेजर्ड बाई सेस्मोग्राफ एन्ड स्टडी इज कल्ड सेस्मोलोजी। प्लान्ट्सको स्टडीलाई बोटनी भन्छौँ होइन, केमिकल्सको स्टडीलाई केमिस्ट्री भन्छौँ। त्यसै गरी यो सब स्टडी एन्ड टपिक्स भयो, एकपल्ट रिभाइज गर्ने होला। बर्ड्सको स्टडीलाई ओर्निथोलोजी, नेम्स ओर्नोमेटोलोजी, ह्युमन रेस इथ्नोलोजी, एम्फिबियन्स हर्पेटोलोजी, फ्युचर एस्ट्रोलोजी, राइटिङ स्पेलियोग्राफी, ल्याङ्ग्वेज सिमेन्टिक्स, ल्याङ्ग्वेज भनेको सिमेन्टिक्स, अलि नयाँ नयाँ कुराहरूलाई एकदम राम्ररी पढ्नु होला। सेल्सको स्टडी, कन्कोलोजी, इन्सेक्ट्स, इन्टोमोलोजी, अर्थक्वेक, सिस्मोलोजी, प्लान्ट्स, बोटनी होइन, यति कुराहरू तपाईँहरूले एकदमै खास गरेर बुझ्नु होला, मजाले बुझ्नु होला है। नेक्स्ट त्यही कन्टिन्यू छ है, त्यही कुरालाई कन्टिन्यू गरौँ। अब यहाँ हेर्नुहोस् है, जस्तो हामीलाई के छ भने सुपर नेचुरल कुराको स्टडीलाई के भन्छ, सुपर नेचुरल कुराको स्टडीलाई के भन्छ अक्युल्टिजम, के भन्छ अक्युल्टिजम। सुपर नेचुरल कुरा भनेको के हुन्छ आउट अफ द वर्ल्ड कुरालाई हामी के भन्छौँ त आउट अफ द वर्ल्ड कुरा भने सुपर नेचुरल भयो, द्याट इज कल्ड, त्यसको स्टडी, त्यसको विभाग, त्यसको अध्ययनलाई अक्युल्टिजम भन्छौँ होइन। रियालिटी कुनै नयाँ कुरा कुनै सच्चो कुराको युनिट मतलब अध्ययनलाई हामी के ओन्टोलोजी भन्छौँ होइन। डिजिजेस बिमारीहरूको स्टडीलाई प्याथोलोजी भन्छौँ होइन। प्याथोलोजी इज अ ब्रान्च अफ साइन्स द्याट डिल्स विथ द स्टडी अफ डिजिजेस होइन। एन्थ्रोपोलोजी, दिस इज अ टर्म रिलेटेड विथ मेडिकल टर्म्सहरूसँग रिलेटेड हो प्याथोलोजी भनेको। मान्छेको स्टडीलाई एन्थ्रोपोलोजी भन्छ। एन्थ्रोपोलोजी इज स्टडी अफ म्यान, एन्थ्रोपोलोजी इज द स्टडी अफ म्यान। मान्छेको स्टडीलाई हामी एन्थ्रोपोलोजी भन्छौँ भने फिसेसको स्टडीलाई इस्थियोलोजी भन्छौँ। के भन्छौँ त इस्थियोलोजी इज द स्टडी अफ फिस होइन। फिसको स्टडीलाई इस्थियोलोजी भन्छौँ, दिमागमा राख्नु होला, इस्थियोलोजी इज द स्टडी अफ फिस। किडनीको स्टडीलाई नेफ्रोलोजी भन्छौँ। नेफ्रोलोजी भनेको के हो त किडनी, हाम्रो किडनीको स्टडीलाई नेफ्रोलोजी भन्छौँ। स्कल भनेको मान्छेको खोपडी अथवा कुनै पनि दिमाग केमा हुन्छ त स्कलभित्र हुन्छ। टाउको कुनै पनि जनावर अथवा मान्छेकै टाउको भाग जहाँ ब्रेन हुन्छ त्यसको माथिको हड्डीलाई स्कल भनिन्छ। त्यसको स्टडीलाई क्रानियोलोजी भन्छ। क्रानियम, किनभने ब्रेन भनेको क्रानियमभित्र हुन्छ होइन। क्रानियम भन्ने पार्ट हुन्छ हाम्रो टाउको हड्डी होइन, त्यसलाई क्रानियोलोजी भन्छ। त्यही भएर स्कलको स्टडी क्रानियोलोजी भन्यो भने ब्लड, हाम्रो खुनको स्टडीलाई हेमाटोलोजी भन्छ होइन। ब्लडको स्टडीलाई के भन्यो हेमाटोलोजी होइन, हेमाटोलोजी। अनि फङ्गाईको स्टडीलाई माइकोलोजी भन्छ। फङ्गाईको स्टडीलाई माइकोलोजी भन्छ भने एनिमल्सको स्टडीलाई जुलोजी भन्छ होइन। यो सबै तपाईँहरूलाई स्टडी सम्बन्धित कुरा भयो, यो सब तपाईँहरूले बुझ्नु नै हुन्छ। एनिमल्स भने जनावरको स्टडीलाई जुलोजी। फङ्गाई भनेको के हो त फङ्गाई भनेको जस्तो हाम्रो ब्रेडहरूलाई यतिकै छोडिदिनु त्यसमा फङ्गसहरू आउँछ होइन, फङ्गस। अनि अर्को कुरा डिफ्रेन्ट हाम्रो डिजिजेसहरू हुन्छ, डिजिजेसमा फङ्गाईले गर्दाखेरि डिफ्रेन्ट डिजिज हुन्छ, त्यस्तोलाई माइकोलोजी भन्छ है ल। द्याट इज कल्ड एज माइकोलोजी। त्यति कुरा भयो। अब टुल एन्ड एक्सन, अब कति बाँकी छ त हेर्नुहोस् है, अब कति बाँकी छ। हामी कहाँ छौँ अहिले, टुल्स एन्ड एक्सनमा छौँ ल। अब 12वटामा पुगिसक्यौँ, लगभग सकिन आँटो होइन। टुल्स एन्ड एक्सनमा छौँ ल है त। हेर्नुहोस् टुल्स एन्ड एक्सन, कुन टुल्सले के काम गर्छ त, कुन टुलले के काम गर्ने काम गर्छ एकदम बुझ्नु होला है। जस्तै हामीलाई निडलले के गर्छ, निडल भनेको निडलले सिउने काम गर्छ। सिउ भनेको सिविङ भनेको सिउने काम होइन। सिउने कामलाई केले गर्छ त निडलले गरिन्छ। स्लाउटर भनेको त्यो भाला हान्ने कामलाई स्लाउटरिङ भन्छ क्या। भाला हान्ने कामलाई के भन्छ त स्लाउटरिङ भनिन्छ। त्यो कसले गर्छ त, त्यो गर्ने काम स्वर्डले गर्छ। स्वर्ड भनेको तलवार भयो, स्वर्ण भनेको त्यो भयो क्या भाला होइन, स्लाउटरिङ। प्युरिफाई गर्ने काम कसले गर्छ, फिल्टरले गर्छ। फिल्टर भनेको पानीलाई प्युरिफाई गर्ने काम कसले गर्छ त फिल्टरले गर्छ। राइटिङ गर्ने काम पेनले गर्छ, हामीले लेख्छौँ केले, पेनले लेख्छौँ। फिडिङ गर्ने काम स्पुनले गर्छ, स्पुन भनेको चमचले हामी के गर्छौँ त फिड गर्ने काम गर्छौँ। डिगिङ भनेको खोज्ने काम के गर्छ, स्पेड भनेको कोदालोले हामी खोज्ने काम गर्छ, स्पेडिङ गर्ने काम गर्छौँ। कट भनेको केही कुरा काट्ने
काम चाहिँ हामी नाइफले गर्छौँ भने डिग भनेको म्याटकले पनि डिगिङ हुन्छ, डिग भनेको खोज्ने काम भयो। ड्राइभिङ केले गर्छौँ त स्ट्रिङले गर्छौँ, कारमा भएको स्ट्रिङले हामी ड्राइभ गर्छौँ हैन, त्यसलाई हामी ड्राइभ गर्ने काम स्ट्रिङ टुल एन्ड एक्सन, यसले हामी यो काम गर्छौँ। म्याटकको पिक्चर देखाइदिन्छु। स्पेड भनेको कोदालोको पिक्चर हेराउनै पर्दैन, थाहा नै होला हैन। यहाँ हेर्नु म्याटक भनेको यस्तो हुन्छ, खोज्ने काम गर्छ म्याटक। यहाँ हेर्नुहोस् है, डिगिङ गर्ने काम गर्छ। यही हो गार्डनहरुमा यस्तै टाइपको कोदालो टाइपकै हुन्छ जसले खोज्ने काम गर्छ। यसैलाई के भन्छ त म्याटक भनिन्छ, यसलाई म्याटक भनिन्छ। अब याद आयो होला नि, हो यो लेबर्सहरुले युज गर्ने म्याटक यसैलाई भन्छ। दुई तर्फबाट चुच्चो हुन्छ हैन, जसले के गर्छ त खोज्ने काम गर्छ। यसैलाई हामी के भन्छौँ त म्याटक भन्छौँ है। यति कुरा बुझ्नु होला, बुझिसक्नु भयो होला। ल नेक्स्ट, लेट्स गो टु नेक्स्ट। टुल एन्ड एक्सन भयो। अब नेक्स्ट अरु के काम गर्छ त, अरु के काम गर्छ त? ग्रिप गर्ने काम कसले गर्छ? स्प्यानरले गर्छ। ग्रिपहरुलाई खोल्ने काम कसले गर्छ? स्प्यानर। नटहरुलाई खोल्ने काम कसले गर्छ त? स्प्यानर। भने यस्तो घुमाइ हामी खोल्छौं नि, नट बोल्ट्सहरुलाई घुमाएर खोल्छौं, त्यसलाई स्प्यानर भन्छौं। म्याग्निफाई गर्ने काम कसले गर्छ? माइक्रोस्कोपले गर्छ। म्याग्निफाई भनेको जुम आउट गर्ने, सानो सानो कुरालाई जुम गरेर म्याग्निफाई गरेर ठुलो बनाएर हेर्ने काम माइक्रोस्कोपले गर्छ भने स्कुप गर्ने काम, स्कुपिङ गर्ने काम सोबेलले गर्छ। स्कुप भनेको, सोबेल भनेको त्यो हुन्छ नि बालुवालाई यसरी ठक्क उठाउनेलाई सोबेल भन्छ के। यहाँ हेर्नुस् ल, फोटो हेरेर तपाईले अझै प्रष्ट भइहाल्नुहुन्छ है। सोबेल हेर्नुस् है, सोबेल यस्तो हुन्छ। के फर्स्टमै हेरिसक्नु भयो। यसैलाई सोबेल भन्छ, बालुवा उठाउने, माटो उठाउने हैन, यसैलाई के भन्छ त सोबेल भन्छ। र सोबेलको काम के हो त? सोबेलको काम हो स्कुपिङ गर्ने। स्कुप भनेको के भयो त? सोबेलको काम हुन्छ। स्कुप भनेको कुनै कुरालाई यसरी उठाउने अथवा निकाल्ने कामलाई सोबेल भनिन्छ। रो भनेको ओर। ओर भने के हो? ओर, ओएआर, ओर भने के हो? ओएआर, ओर। यस्तो टाइपको हुन्छ। ओर भनेको यस्तो हुन्छ। नाउहरू, नाउ हुन्छ नि, नाउहरू कुदाउने काम कसले गर्छ त? ओरले गर्छ। ओरको काम के हो त? ओरको काम के हो त? यहाँ हेर्नुस् त, ओरको काम हो रो। रो भनेको यसरी हामीले नाउ कुदाउँदाखेरि ओरले यसरी रो गर्छौं क्या, रो भनेको ओरले गरिन्छ। ठीक छ। बोर, अगर, यहाँ नयाँ नयाँ शब्दहरू हुन्छ। अगर, एयुजीआर, अगर भनेको कस्तो टाइपको टुल हो त? कस्तो टाइपको डिभाइस हो अगर भनेको? यहाँ हेर्नु, युज टु स्पाइरल शेप टुल दैट इज रोटेटिङ हेलिकल स्क्रू ब्लेड कल फाइटिङ टु मुभ मटेरियल्स एन्ड ड्रिल होल्स। यसलाई के भन्छ? अगर भन्छ। अगर भनेको ड्रिलिङ गर्ने काम, यस्तो माटोहरुमा, जमिनहरुमा खोज्ने काम गर्छ। ठुलो मसिन हो जसले यसलाई के भन्छ त? अगर भनिन्छ। अगरको काम के हो त गाइस? अगरको काम हुन्छ तपाईहरुलाई बोर गर्ने काम। बोर भनेको बीओआर, बोर भनेको बोरिङ भन्छ। बीओआर, बोर भनेको ड्रिल। बोर भनेको के भयो त? ड्रिल गर्ने काम कसले गर्यो त? ड्रिल गर्ने काम कसले गर्यो? अगरले गर्यो। गन, सुटिङ कसले? सुट भनेको बन्दुक चलाउने काम हैन, सुट गर्छौं, गनले गर्छौं, बन्दुकले। कार्भ, चिसल भनेको कार्भिङ गर्ने काम हामीले के गर्छौं? चिसेलले गर्छौं हैन। यहाँ हेर्नुस् है, चिसेल भनेको कस्तो भयो? CHISEL। वेज शेप इज युज टु, यहाँ यो भनेको चिसेल भइहाल्यो। यसले हामी यस्तो कुनै कुराहरूलाई छिल्ने काम गर्छौं हैन, ल्याएर काट्ने काम गर्छौं। यो कार्पेन्टरहरूले प्राय युज गर्छ हैन। चिसेलले कार्भिङ भनेको मज्जाले मिलाएर काट्ने काम चिसेलले गर्छौं। ग्राइन्डिङ गर्ने काम चाहिँ एक्सले गर्छौं है। ल आजलाई यति गरौँ गाइस, अनि बाँकी कुरा हामी नेक्स्ट भिडियोमा पढेर हैन, नेक्स्ट भिडियोमा पढेर हामीले के गर्नुपर्छ भने त्यसको क्वेशन एन्ड आन्सर सहित हामीले केही क्वेशन आन्सरहरू पनि म ल्याइदिन्छु। त्यसको बारेमा डिटेल पढ्नुपर्छ। वर्किङ एन्ड वर्किङ प्लेस बाँकी छ, वर्कर एन्ड टुल बाँकी छ हैन, अनि वर्कर एन्ड प्रडक्ट, अनि प्रडक्ट एन्ड र मटेरियल। यति चारवटा कुरा चाहिँ, अनि पार्ट एन्ड होल रिलेसनशिप, यति कुराहरू चाहिँ हामी नेक्स्ट भिडियोमा पढ्नुपर्छ। र यही नेक्स्ट भिडियोमा पार्ट 2 मा एनालोजी पार्ट 2 मा पढेर अनि हामीले के गर्नुपर्छ त? क्वेशन एन्ड आन्सर, धेरैभन्दा धेरै क्वेशन एन्ड आन्सर सल्भ गर्नुपर्छ। अलमोस्ट 40-50 वटा क्वेशन्स नभए 30 वटा 40 वटा जति क्वेशन्स हामीले कम्प्लिटली पढ्नुपर्छ, अनि बल्ल हामीलाई थाहा हुन्छ। र आजलाई यति नै भयो गाइस, हामी अर्को भिडियोमा भेटौँ ल तपाईहरुसँग। सो टिल देन
ह्याभ अ गुड टाइम, राम्ररी पढ्नु होला, राम्ररी बुझ्नु होला, मजाले पढ्नु होला, मेहनत गर्नु होला है। सो थ्याङ्क यू सो मच एन्ड मिट यु इन द नेक्स्ट भिडियो।